यस्तो तरिकाले खाना प्याक गरेको कहिले देख्नु भएको छ कि हेर्दै अचम्म पर्नु भयो। यो के बनाइदैछ भन्ने कुरा पहिलो नजरमै बुझ्न गाह्रो पर्न सक्छ, तर बनाउने शैली हेर्दा मेहनत र सिप भने स्पष्ट देखिन्छ। सामान्य सामग्रीलाई पनि फरक तरिकाले तयार गर्दा कति आकर्षक बन्न सक्छ यही उदाहरण हो। मकैको पात भित्र केही विशेष मिश्रण राखेर तयार गरिँदैछ। हेर्दा सातु हो कि मिठाई हो कि कुनै स्थानीय परिकार एकचोटि छुटाउन गाह्रो पर्छ, तर प्याक गर्ने तरिका भने साँच्चैकै आकर्षक लाग्ने खालको छ। यस्तो काममा सिप भए सानो कामबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। सफा तरिकाले मिलेको हातको गति अनि बनाउने शैली खाना केवल स्वादले होइन प्रस्तुत गर्ने तरिकाले पनि मन जित्ने रहेछ। यस्तो तरिकाले सामग्री मिलाएर तयार गर्दा हेर्दै बसौं जस्तो लाग्छ। सिप मेहनत र फरक सोच भयो भने साधारण कामबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। तपाईलाई सबैभन्दा रोचक कुन भाग लाग्यो, बनाउने तरिका कि प्याकिङ गर्ने शैली?